को विनय पुल भत्केपछि चाहिँ बाढीले 81 आको बाढीले बसै बगाइदिएपछि चाहिँ यो हालत भइरहेछ मान्छेहरुको। हेर्नुस् त्यहाँ हैन। अब अप्सनै केही भएन साथीहरु, अप्सन केही भएन साथीहरु, अप्सनै केही भएन। अब डोरी बानेर यसबाट लाने प्रयास पनि गरेको थियो हैन। यो पनि अब छोटो भइदियो, त्यहाँसम्म नपुग्ने अवस्था भइदियो हैन। त्यहाँसम्म नपुग्ने अवस्था भएर मान्छेले त्यहाँ बानेर डोरी फ्याक्ने कोसिस गर्दा पनि डोरी फ्याक्न चाहिँ सकिएन, पावर पुर्याउन सकिएन हैन। त्यो चाहिँ तपाईहरु लाइभ हेर्दै हुनुहुन्छ हैन। सक्दो शेयर गर्नु। यो भिडियो चाहिँ यो नेपालको यस्तो अवस्था चाहिँ कहिलेसम्म हुने हो हैन। एउटा जेसीबी चाहिँ वहाँ पछाडीसम्म गएर पानीको गहिराई कति छ भनेर नाप्दैछ हैन हैन साथीहरु। अब हामीसँग पनि केही अप्सन भएन साथीहरु। अब के गर्ने त, यो चाहिँ अब के गर्ने यहाँ सबैजना अब हेरिराख्ने मात्र भइरहेछ हैन। ओ लाइट बाल्नु न, ओ भैया दी लाइट बालिए, उधर से बालिए ना, बालो ना बालो, लाइट वाला भन दो त्यो पहिले लाइट बन्द गर्छु के गरे। ओ सुरु लाइट आउँछ। अरे स्टार्टमा पनि ब्याट्री डाउन हुन्छ। हेत्तेरीका यार, स्टार्टमा त अटो चार्ज हुनुपर्ने हो त यार। साथीहरु यहाँ लाइभ 5 केले हैन, जम्मा 826 जनाले हेर्दै हुनुहुन्छ तपाईहरु हैन। यो भिडियो चाहिँ सकेसम्म सक्दो शेयर गर्नु र यो बाटो हिँड्ने मान्छेहरुलाई चाहिँ ध्यानपूर्वक र अनावश्यक चाहिँ हिँड्नलाई चाहिँ नआउनु होला भन्न अनुरोध गर्दछु म हैन। अब म चाहिँ तपाईहरुबाट पछिमै बस्नु पर्ने अवस्था भयो। अब तपाईहरु पनि आफ्नो घरमा बिना आवश्यक चाहिँ आउँदै नआउनु होला है। महिनामा 5 चोटी भत्किसक्यो है, सबैले यो चाहिँ कुरा याद गर्नु होला। यो होम पाइप दिनौं हालिरहेको छ, दिनै पानी आएपछि माथिबाट पहाडको पानीहरु बगेर यो बाढी आएर चाहिँ बगाएर महिनामा 5 चोटी भइसक्यो साथीहरु हैन। महिनामा 5 चोटी सरकारले के हेर्छ त यस्तो अवस्था हुँदा पनि। नेपालले कांग्रेस माथि परे भएको गर्थ्यो, अब यहाँ राजनीतिक कोही पनि परेन, त्यही भएर हो के। अब यो कुन चाहिँ पार्टीले गर्ने हो त्यो त मलाई पनि थाहा छैन। म पनि एउटा सर्वसाधारण एउटा ड्राइभर हो हैन। म चाहिँ एउटा चलाएर व्यवसाय गरेर खाने मान्छे हो। यति दुःख पाइया छ यो बाटोको हरको कारणले नेपालमा हैन। यस्तो अवस्था भछ नि, न 2 दिनसम्म भातै नखानु पाएर चाउचाउ र त्यो पानी किनेर बाटोमा बेच्न ल्याएको 50 रुपैयाँ दिने 30 रुपैयाँको चाउचाउलाई त्यो तरिकाले खानु परिरहेछ कि हैन। पर्दैन हैन। अब अहिले आएर चाहिँ 81 आँखै अगाडि जनाले आँखै अगाडि यस्तो भयो के साथीहरु। हाम्रै गाडी पनि त्यही खोलामा थियो। हामीले चाहिँ माथिबाट आकाशबाट पानी सिमसिम पर्न थालेपछि चाहिँ अब त्यो चाहिँ यहाँ लाइभ गर्यो भनेर होला हैन। लाइट पनि उतातिर भगाइदिएछ हैन। यहाँ चाहिँ भिडियो गर्यो लाइभ गर्यो भनेर गाडीलाई उतातिर लगाइदिएछ हैन। त्यो चाहिँ अब कसले गरे हो के गरे हो। यहाँ लाइटको अलि पावर आउँछ र सबैजनाले भिडियोहरु हेर्छ भनेर होला सायद, त्यो चाहिँ मलाई पनि थाहा भएन। वहाँ त्यो एउटा भैयालाई चाहिँ उता भगाइदिएछ। हाम्रो एउटा इन्डियन साथीको गाडी थियो। यहाँ चाहिँ यो भिडियो चाहिँ आउँदैन एउटा किरण के त्यो मोटर खन्नेवाला हो, त्यसले चाहिँ राम्रो गर्छ। यहाँ चाहिँ ट्राई गर्दा पनि सकिएन साथीहरु। अब के गर्ने होला, यो चाहिँ तनाव भयो।
हैन अघिसम्म लाइट थियो यो चाहिँ अब रातिको समयमा चाहिँ लाइटको भिडियो गरे भनेर होला सायद लाइट पनि बन्द गर्दैछ हैन साथीहरु यो भिडियो चाहिँ सक्दो शेयर गर्नु होला है वही जान सकेन साह्रो माथिबाट बाढी यत्रो प्रेस आइरहेछ हैन यो टुचन लाग्यो ट्रेन पनि वहाँ नपुग्ने भयो डोरी त सेफ्टी छ हैन डोरी र सेफ्टी त्यहाँ लाएर प्रयास गरेको थियो अहिले चाहिँ अब यहाँ चाहिँ एउटा बाँसको सहायताले त्यहाँसम्म डोरी पुर्याउने भनेर चाहिँ बाँस ल्याउनु भएको छ उहाँहरूले चाहिँ हैन हेर्नु होला यो बाँसको सहायताले पुर्याउन सकिन्छ कि भन्ने हैन त्यो भन्न सक्दिनँ साथीहरु सबै उधार भइसक्यो साथीहरु हैन यहाँ चाहिँ अब एउटा बाँस चाहिँ ल्याएर ट्राई गर्ने कोसिस गरिरहेछ फेरि वान्स मोर ट्राई गरिरहेछ एकचोटि हैन अब हेर्न सक्नुहुन्छ अवस्था यस्तो छ यहाँको साथीहरु मान्छेहरु त्यही हुनुहुन्छ बस त्यही छ हुन पाएको छैन भन्ने छ हैन भनिरहेछ हैन अब यहाँ लाँदै हुनुहुन्छ नदिनुहोस् न त्यहाँ देख्न सक्नुहुन्छ त्यसपछि चाहिँ त्यहाँबाट पछाडिबाट नाप्दै आइरहेछ पानी हैन तपाईहरु यो दुम्ती बासको पुलमा चाहिँ लाग्नुहुन्छ पुल बगाएपछि हैन हेर्दा हेर्दै आँखा अगाडि हेर्दै अहिले नेपाल 1:15 भइसक्यो फेरि ट्राई गर्ने कोसिस गर्दै हुनुहुन्छ हैन कोसिस गर्दै हुनुहुन्छ है हाम्रो यहाँ त्योभन्दा अप्सन अरू केही भएन साथीहरु अब के मिसिङको बकेटले अब त उताबाट भेट्छ भन्ने कोसिस